झापा जिल्ला हल्दीबारी गाउँपालिकामा रहेको यो भेलागुडी सिमसार बिर्तामोडबाट 10-12 किलोमिटरको दूरी तय गरेपछि यो सिमसारमा पुग्न सकिन्छ। आजको भ्लगमा हामी यहाँको प्राकृतिक सौन्दर्य, पानीको सुन्दरता, यहाँको शान्त वातावरण सबै अनुभव गर्दै तपाईलाई नजिकबाट देखाउने कोसिस गर्नेछु। साथीहरू, हामी ठ्याक्कै भेलागुडीको ठ्याक्कै अगाडिपट्टिको प्रवेशद्वारमै हामीहरू उपस्थित भइसकेका छौँ। यहाँनिर तपाईँले चिया नास्ता गर्न सक्नुहुन्छ र यहाँ कुनै टिकटको व्यवस्थापन चाहिँ रहेन रहेछ साथीहरू। फ्रीमै तपाईँहरू घुम्न सक्नुहुन्छ। प्राय चाहिँ अब पर्यटन स्थलमा चाहिँ टिकट राखेकै हुन्छ काउन्टरमा, तर यहाँ चाहिँ टिकट फ्री है साथीहरू। अब आगामी दिनमा राख्छन् राख्दैनन् त्यो थाहा भएन, तर हामीहरू चाहिँ टिकट फ्रीमै छौँ सर। अब यहाँ हेर्नुहोस् अवस्था यस्तो छ, सबै ठिकठाक छ। अब हामी अगाडितिर बढ्छौँ। चेक ब्लक लाएर बाटोलाई निकै सुन्दर बनाइएको छ साथीहरू। रुखले शीतलता प्रदान गरिरहेको छ। छेउमा कटेज चौतारा छ, तपाईँ यहाँ आएर पनि शीतल खान सक्नुहुन्छ। त्यसै गरी बाटो हिँडेर मजा पनि लिन सक्नुहुन्छ। विभिन्न कल्पनामा रमाउँदै यो बाटो तपाईँले हिँड्न सक्नुहुन्छ गाइजहरू। एकपल्ट अवश्य आउनु होला। मै लानु के छ, एकचोटि घुम्नै पर्छ। र यता भेलागुडीको जुन सिमसार क्षेत्रमा माछा पालन पनि गरिएको रहेछ, यहाँ माछा पनि मार्दैछ साथीहरू। र भेलागुडीको प्रमुख आकर्षणको केन्द्र चाहिँ साथीहरू तपाईँलाई थाहा छ कि छैन, त्यो चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। स्पेसली भेलागुडीको आकर्षण तपाईँहरूले टिकटक युट्युबमा पनि देख्नै भएको होला। यही हो हजुर काठको पुल नि हजुर। एकदमै सुन्दरै पो देखिन्छ त हजुर। यहाँबाट यसो मोबाइल घुमाएर हेर्दाखेरि हो कि होइन भन्नुहोस् त। हो नि होइन। अब यसलाई अलिकति यसो गरेर जुम हान्दा त यस्तो पो देखियो। ल ठिकै छ साथीहरू, हामी त्यतैतिर अगाडि बढ्छौँ। यो भिडियोलाई हलचल नगरिकन अगाडि बढाउँछौँ। सरर एकचोटि घुम्न आउनु होला साथीहरू। व्यस्तताले कहिले पनि मान्छेलाई छोड्दैन। कहिले काहीँ फुर्सद मिल्यो भने यो भेलागुडी सिमसारमा पक्कै पनि घुम्न आउनु होला। म चाहिँ यो भेलागुडीमा यो दोस्रो पल्ट हो साथीहरू। धेरै नै सुधार भएछ। पहिला यतिको राम्रो थिएन जस्तो लाग्छ मलाई। यतातिर यस्तो छ, उत्तरतिर यस्तो छ र पूर्वतिर यस्तो छ। यहाँनिर बसेर तपाईँले शीतलता आराम पनि गर्न सक्नुहुनेछ। चन्द्र सर ठिकै छ नि? ठिकै छ। गल्नु भएको छैन नि? हो चन्द्र सर, यो पहिलोपल्ट हो तपाईँको? पहिलोपल्ट नै हो। रमाइलो लाग्यो है? माछा पालन पनि यहाँ गरिएको रहेछ। यसै गरी हामी अलिकति पूर्वतिर बढौँ साथीहरू। अलिकति घाम नलागेको समयमा आउनुभयो भने तपाईँलाई यो ठाउँ पक्कै पनि रमाइलो लाग्नेछ। र यहाँ माछा मार्ने प्रक्रिया पनि भइरहेको छ। यसै गरी यहाँ ठुलो हलको पनि मूर्ति देख्न सकिन्छ। यसै गरी पूर्वतिर जानुभयो भने तपाईँले यसरी प्रकृतिमा रमाएर कटेजमा बस्न पनि सक्नुहुन्छ।
यहाँ चन्द्रगढी एयरपोर्ट नजिकै भएकोले गर्दा कहिलेकाहीँ यसरी तपाईँले प्लेनहरू पनि नजिकैबाट गएको देख्न सक्नुहुनेछ साथीहरू। र यहाँ तपाईँहरू ड्रोन लिएर आउँदै हुनुहुन्छ भने यहाँनिर निषेधित देखाउँछ, यहाँनिर जिपिएसले काम गर्दैन साथीहरू। साथीहरू बुद्ध एयरलाइन्स जस्तो लाग्यो मलाई चाहिँ यसो हेर्दाखेरि। तपाईँहरूलाई के लाग्यो? यस्तै छ साथीहरू भेलागुडी। साथीहरू त्यसै गरी निकै सफा अनि निश्चल ताल पनि तपाईँले यसरी देख्न सक्नुहुन्छ। कुनै फोहोरहरू छैन, एकदम सफा गरिएको छ। सायद पर्यटनलाई आकर्षण गर्नको लागि यहाँ एकदम व्यवस्थापन राम्रो गरेको देख्छु म। र सिधै उत्तरतर्फ सानो शिवालयको मन्दिर पनि देख्न सकिन्छ। साथीहरू छेउमा रहेको कटेजमा यसरी केही नास्ताहरू खाएर पनि यहाँको दृश्यहरू अवलोकन गर्न सकिन्छ। निकै सुन्दर सफा रहेको छ यहाँको सिमसारको पानी। हेर्नुहोस् साथीहरू निकै राम्रो छ। तपाईँहरू पनि झापामै हुनुहुन्छ भने एकचोटि अवश्य घुम्न आउनु होला। को पानी कसले चलायो कान्छी मुटु भरि सम्झना पलायो। साथीहरू तपाईहरू त्यसै गरी यस सिमसारको किनारामा यस्तरी हिँड्नलाई बनाइदिएको छ। होलो ब्लक लाएर राम्रो गोरेटो बाटो र यहाँ पनि तपाईँले हिँडेर आनन्द लिन सक्नुहुन्छ। साथीहरू म चाहिँ घुम्न सकिनँ, गलिसकेँ। अब हामी यसै गरी आजको भेलागुडी सिमसारलाई आजको यात्रा यहीँ बिट मार्नु पर्ला कि भन्दै हामी मित्र चन्द्र सर पनि थाकिसक्नु भएको छ र म पनि केही थाकिसकेको छु। साथीहरू तपाईहरू पनि अवश्य भेलागुडी सिमसारमा आउनु होला भन्दै आजलाई भिडियो क्लोज गर्न चाहन्छु। साथीहरू मेरो ब्लग राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होस् है त। बाई बाई साथीहरू, बाई बाई, सी यू अगेन।